अनि उहाँको उपस्थिति उहाँको फेभर हालेलुया हालेलुया। धन सम्पत्ति परमेश्वरको आशिषमा सबै कुरालाई गन्न मिल्दैन, किन भन्दाखेरि संसारमा सबै कुराहरू चाहिँ शैतानको पनि राज्य छ अनि त्यसको पनि अधिकार छ। हुनसक्छ सबै धन सम्पत्तिले सबै कुराहरू सम्पन्न नहोला, तर परमप्रभु परमेश्वरबाट पाएका कुराहरू चाहिँ मूल्यवान छ। हालेलुया हालेलुया। अनि जुन कुरा चाहिँ तपाईँ र मैले आज पाएका छौँ त्यो सायदै संसारका गण्यमान्य व्यक्तिले पनि पाउन सकिराखेका छैनन्। यो चाहिँ हामीले यसरी बुझ्न पर्छ, परमेश्वरको अनुग्रह चाहिँ मसँग छ। हालेलुया। आज कति धनी व्यक्ति छन् जो कि देशलाई पनि ऋण दिन सक्ने व्यक्तिहरू चाहिँ उसको यति साह्रो सम्पत्ति छ, ट्याक्स तिरेर राखेर पनि नभएर अझै गभर्मेन्टलाई नै उल्टा इन्डिया गभर्मेन्टलाई नै ऋण दिने व्यक्तिहरू पनि छ इन्डियाभित्रै, तर तिनीहरूले परमेश्वरलाई चाहिँ चिन्न पाएका छैनन्। त्यति सबै करोडौँ अरबौँ खरबौँ अब काउन्टलेस भनौँ है, काउन्टलेस सम्पत्ति चाहिँ एक दिन उनीहरूले छोडेर जाँदैछन् रित्तै हात लिएर, तर उनीहरूसँग परमेश्वरको उपस्थिति पनि छैन। उनीहरू फेरि अनन्तको लागि दण्डमा जाँदैछन्। तर हामी धन्यको व्यक्तिहरू हो, परमेश्वरले हामीलाई खानाको लागि जुटाइराख्नु भएको छ। हालेलुया। अनि हामी एक दिन चाहिँ हामी सुनको सडकमा हिँड्नका लागि जाँदैछौँ। हालेलुया हालेलुया। शक्तिशाली कुरा छ। परमेश्वरको घरमा तपाईँ र मलाई टोले बोलाइसक्नु भएको छ अनि उहाँले तपाईँहरूको लागि जग्गा बनाइसक्नु भएको छ। हामी कन्फिडेन्स छौँ कि एक दिन हामी परमेश्वरको घरमा सुरक्षित साथ जाँदैछौँ। हालेलुया। अनि त्यहाँ चाहिँ सुनको सडक छ पिताको घरमा भनेर हामी गीत गाउँछौँ। त्यहाँनिर चाहिँ अहिले हाम्रोमा सम्पत्ति नभए त के भयो, परमेश्वर त हामीसँग हुनुहुन्छ। हालेलुया। अनि हामी भोकै हिँड्न पनि परेको छैन, प्रभुले हामीलाई प्रशस्त खुवाउनु भएको छ। हालेलुया। परमेश्वरको अनुग्रहभित्र बाँचेका छौँ। हामी हरेक परिस्थितिमा आनन्दित बन्न सिक्यौँ भने अनि सक्यौँ भने परमेश्वरले तपाईँ र मलाई बनाउनुहुन्छ। हालेलुया। उहाँको प्रतिज्ञा चाहिँ साँच्चै नै अचम्मको छ। उहाँको वचनले यसरी भन्छ कि उहाँको वचन चाहिँ बिन्दु सर पनि टल्ने छैन भनेको छ। हालेलुया। उहाँले जे कुराहरू तपाईँहरूको लागि प्रतिज्ञा गर्नुभयो त्यो ढिलो या छिटो निश्चय नै पुरा हुनेछ। हालेलुया। प्रभु तपाईँ र मलाई आशिषित हुनको लागि बोलाउनु भएको। हामी सधैँभरि निराशा जीवन, दुःखको जीवन, परेसानीको जीवन, कतै न कतै रुकावटको जीवन जिउनको लागि होइन, प्रभुले तपाईँ र मलाई विजयी जीवन जिउनको लागि, आनन्दको जीवन जिउनको लागि बोलाउनु भएको। हालेलुया। छुटकारा दिनुभएको। हालेलुया। तर मैले पछिल्लो दिनमा एउटा वचनलाई प्रचार गर्दै थिएँ। जब एउटा पशु बाँधेको पशुलाई फुकालिदिएपछि पनि त्यही एक्सनमा ऊ बसिराख्यो भने नि उसले स्वतन्त्र भएको फाइदा उठाउन सक्दैन। उसलाई आदत परेको छ बाँधेर घाँस खाने अनि ऊ त्यही एक्सनमा बसेर सधैँ घाँस खान्छ, किनकि उसलाई बाँधेको छ, थाहा छ। ऊ एउटै एक्सनमा बसेर त्यहीँनिर घाँस खान्छ। अनि उसलाई फुकालिदिए पनि यदि उसले बाहिर गएर चर्नु जानेन भने उसले लाभ उठाउन सक्दैन भन्ने कुरा हो। तर उसले थाहा पाउँछ जति बेला मेरो त बन्धन खोलिएछ भनेर, अनि ऊ बाहिर गएर चर्न थालेपछि उसले आफ्नो मनपसन्द खाना खान सक्छ, अर्थात् ऊ प्रशस्तताको जीवनमा जिउन सक्छ। हालेलुया। प्रभुले तपाईँ र मलाई पनि एकदमै विजयी जीवन जिउनको लागि बोलाउनु भयो। हालेलुया। अब हामी स्वतन्त्र भएका व्यक्तिहरू हो। परमेश्वरले हरेक कुराको अधिकार तपाईँ र मलाई दिनुभएको छ। हामी आफै अधिकृत व्यक्तिहरू हो। हालेलुया। शासन गर्न सक्ने व्यक्ति हो। हालेलुया। हाम्रो मुखमा चाहिँ परमेश्वरले यति साह्रो शक्ति हाल्नु भएको छ कि अस्तिको दिन जुम सङ्गतिमा पनि हामीले यो वचनलाई सुन्दै थियौँ।
हाम्रो बोली चाहिँ त्यति साह्रो पावरफुल छ। अनि परमेश्वरले तपाईँ र मलाई बोलेर नै सबै कुरोलाई सुरक्षित गर्ने अधिकार दिनुभयो। किन उहाँले पहिला सुरुमा उहाँले बोल्नुभयो अनि सिकाउनु भयो हामीलाई। हालेलुया। उहाँले बोल्दै गर्दाखेरि पृथ्वीमा सबै कुराहरू आकार हुन थाल्यो। पहिला त सेपलेस थियो भनेको छ है, आकार बिनाको थियो। अनि उहाँले जब बोल्न स्टार्ट गर्नुभयो आकार निस्किन थाल्यो। हालेलुया। कति शक्तिशाली कुरा। उहाँले आफ्नो हातले यसो गरिराख्नु परेन, यताको उठाएर यता राखिराख्नु परेन, तर परमेश्वरले सिर्फ बोल्नु मात्रै भयो अनि त्यहाँनिर आकार निस्किन थाल्यो। अनि त्यही पछि गएर तपाईँ र मलाई त्यो अधिकार शक्ति दिनुभयो। जसले मलाई विश्वास गर्छ त्यसले चाहिँ मैले गरेको पनि र त्यो भन्दा ठुलो काम पनि गर्नेछ भनेर उसले अधिकार दिनुभयो। यीशुले बोलेर यति साह्रो पर्फेक्ट काम गर्नुभयो, माइटी काम गर्नुभयो भने आज तपाईँ र म पनि बोलेर काम गर्न सक्छौँ। तर त्यति बेला जति बेला हामी परमेश्वरसँग जोडिन्छौँ। आमेन। हालेलुया। हामी चाहिँ परमेश्वरसँग जोडिराख्नु पर्ने व्यक्तिहरू। हाम्रो स्पिरिचुअली जीवन, हाम्रो क्रिस्चियन लाइफको एउटा जीवन चाहिँ एउटा स्पिरिचुअली जीवन हो, स्पिरिटमा हुने जीवन हो। हालेलुया। यसकारण हाम्रो हरेक जिउने शैली तरिका हरेक कुराहरू परमेश्वरको यीशु ख्रिस्टको जस्तो हुन जरुरत छ। परमेश्वरले यीशुलाई त्यत्तिकै पाप क्षमा गर्नको लागि मात्रै पनि पठाउनु भएन, तर उहाँ जस्तो जीवन जिउन सिकोस् भनेर एउटा उदाहरण नमुना बनाएर पनि पृथ्वीमा पठाउनु भएको हो। हालेलुया। अनि यीशुलाई हेरेर जिउन जरुरत छ। अबको दिनमा हामी एकदम परमेश्वरसँग जोडिएर र परमेश्वरले चाहेको जस्तो जीवन जिउन थाल्यो भने हामीलाई केही पनि कुराको घटी कमी छैन। प्रभुको राज्यमा अर्थात् परमेश्वरको घरमा केही पनि कुरा कमी छैन। तपाईँ र मलाई धन सम्पत्ति चाहिन्छ, प्रभुले जुटाउनुहुन्छ। हालेलुया। करोडौँको सम्पत्ति एकैचोटि घुतुक नआउला, तर जरुरत परेको बेलामा परमेश्वरले जुटाउनुहुन्छ। त्यो चाहिँ परमेश्वरको काम हो। जे कुराको आवश्यकता पर्छ हामी परमेश्वरसँग जोडिएर रहेका छौँ भने, हाम्रो भरोसा परमप्रभु परमेश्वरमा छ भने प्रभुलाई थाहा छ अरे यसले त म माथि भरोसा राखेको छ, अब यसलाई त मैले लाजगालमा त पार्नुहुन्न, यसलाई त मैले सङ्कष्टमा त पार्नु हुँदैन भनेर प्रभु जान्नुहुन्छ। अनि हाम्रो लागि काहीँ न काहीँबाट उहाँले जुटाउनुहुन्छ। यो परमेश्वरको सिस्टम हो। हालेलुया। बिहानी मैले जब प्रार्थना गरिराखेको थिएँ अनि मैले आज परमेश्वरको वचनको लागि मैले केही पनि तयारी गरेको थिइनँ। अनि हिजो पनि मैले तयारी गरेको थिइनँ। हिजो अस्तिको दिन 1 हप्ता 2 हप्तासम्म देखि अगाडि नै मैले केही पनि प्रार्थना मात्रै गरिराखेको थिएँ। अनि बिहानी पनि मैले आज वचनको लागि कसैलाई जिम्मा पनि दिएको छैन। अनि मैले वचन चाहिँ मैले त्यसरी याद पनि गरेको छुइनँ भनेर मैले प्रार्थना गरिराखेको थिएँ। अनि प्रभुले मलाई 2टा विषय चाहिँ मलाई प्रभुले बोल्नुभयो। अहिले भर्खरै मात्रै 9-10 बजीतिर 10 बजीको मात्रै कुरा, जब म यहीँनिर घुट्नामा गएर जब म प्रार्थना गरिराखेको थिएँ। अनि 2टा विषयमा चाहिँ प्रभुले मलाई अगुवाई गर्नुभयो। अनि मैले एउटा विषयलाई त मैले छुवाइसकेको छु, तर अर्को विषयमा हामी आज हेर्नेछौँ प्रभुको वचनबाट। हालेलुया। अनि आगामी हप्ता चाहिँ हामी परमेश्वरको वचनलाई सुन्दै गर्दाखेरि तपाईँ र म आशिषित हुनेछौँ। हालेलुया। प्रभु हाम्रो जीवन चाहिँ नि वास्तवमा मैले सधैँ यसरी म प्रचार गर्ने गर्छु, हामी चाहिँ आफ्नै कारणले गर्दाखेरि प्रमोसन पनि हुन सक्छौँ र डिमोसन पनि हुन सक्छौँ भन्ने कुराहरू आफ्नै जिउने तरिकाले नै हामीभित्र सबै कुराहरू सम्पन्न छ वास्तवमा, तर हाम्रो सोच चाहिँ कहाँ छ भन्ने कुराहरू हो। हालेलुया। हामीले के बोल्दैछौँ भन्ने कुराहरू हो, हामी कसरी जिउँदैछौँ भन्ने कुराहरू हो।
हामी आशिषित जीवन जिउन चाह्यौँ भने नि हामी आशिषित व्यक्तिहरू हो। किन भन्दाखेरि पहिल्यै आशिष पाइसकेको व्यक्तिहरू हो। अब कसले श्रापतिर धकेल्न सक्छ हामीलाई? हामी प्रमोसन भइसकेको छौँ, को छ हामीलाई डिमोसन गराउन सक्ने? किनभने कोही मानिसले त हामीलाई बनाएको हो, परमेश्वरले नै तपाईँ र मलाई बनाउनु भयो अनि शिर बनाउनु भयो। हालेलुया। त्यो शिरलाई फेरि कसले गएर खुट्टा बनाउँछ? परमेश्वरको बनावटलाई कसले रद्द गर्न सक्छ? हामी हाम्रो आइडेन्टिटीलाई बुझ्दै गर्दाखेरि नि हामी यति साह्रो शक्तिशाली र आशिषित व्यक्तिहरू हो। आज चाहिँ हामी एउटा प्र्याक्टिकल जीवन चाहिँ येशूमा, एउटा साँचो जीवन येशूमा जिउनु पर्छ भन्ने विषयमा हामी हेर्न गइराखेका छौँ। हालेलुया। जब हामी परमेश्वरको उपस्थितिमा बस्छौँ, अर्थात् परमेश्वरको भवनमा मात्रै नभएर जुनै पनि ठाउँमा हामी बस्छौँ, धेरै मान्छेको बिचमा हामी बस्छौँ, कहिले एकान्तमा बस्छौँ, कहिले 2-4 जनाको बिचमा बस्छौँ, हरेक टाइम हरेक समय हाम्रो जीवन जिउने शैली अर्थात् जीवनको तरिका अर्थात् हाम्रो जीवन चाहिँ यथार्थ जीवन होस्, रियल जीवन होस्। म भित्र भएका कुरालाई मैले एकछिनको लागि बनाउने होइन, तर अरिजिनल मेरो हृदयभित्र भएको एउटा अरिजिनल कुरा चाहिँ निस्किनु पर्यो। परमेश्वरले चाहेको कुरा चाहिँ त्यो हो। हालेलुया। एकैछिन मानिससँग भेटघाट गर्दै गर्दाखेरि मैले केही पनि कुराहरू बनाएर भनिदिन सक्छु, तर त्यसले न त उसको जीवनलाई फाइदा हुन्छ न त म नै सन्तुष्टि हुन्छु। किन भन्दाखेरि त्यो मेरो रियल कुरा होइन, मेरो अरिजिनल कुरा होइन, त्यो त मैले बनाएर भनेको कुरा हो। तर मैले रियल कुरा भने मेरो अरिजिनल हृदयभित्रबाट निस्केको कुरा मैले भने ऊ व्यक्ति, सुन्ने व्यक्ति पनि ऊ आशिषित हुनेछ र म आफै पनि सेटिस्फाई हुन्छु, किनकि मेरो हृदयभित्रको एउटा अरिजिनल कुरा नै मैले उसलाई सेयर गरेँ, आशिषका कुराहरू मैले उसलाई सेयर गरेको छु भन्ने कुरा। परमेश्वरले त्यति बेला मात्रै त्यो व्यक्तिको जीवनमा काम गर्न सक्नुहुन्छ जति बेला उसको जीवन चाहिँ एउटा रियल लाइफ, एउटा अरिजिनल लाइफ भइसकेको हुन्छ। हालेलुया। तपाईँलाई थाहा छ, उसले मानिसलाई बनाउँदै गर्दा नि यस्तो पर्फेक्ट बनाउनु भयो। मान्छेको यो ओठको कलर नि यता गालाको कलर भन्दा अलिक अलग्गै छ है। पहिला अब सिगरेट खानेहरूले एकदमै त्यो सिगरेट तानेर यो ओठको कलर कालो भएको, अनि अहिलेको लेडिजहरूले चाहिँ बेसी लिपस्टिक लगाएर ओठ कालो भएको। किन भन्दाखेरि त्यसमा केमिकल भएको कारणले गर्दाखेरि। नभए अरिजिनली यो नानीहरू अहिले भर्खरको यो नानीलाई लिपस्टिक नलगाए पनि उसको ओठ यस्तो रातो छ, लिपस्टिकै लगाएको छैन उसले, सानो यो नानी रातो छ। उसलाई थाहा छ यो छाला भन्दा नि यसको कलर अलग्गै बनाउनु पर्छ भनेर परमेश्वरलाई थाहा छ। अरिजिनल कुरा चाहिँ लिपस्टिकै नलगाइ पनि रातै छ, तर मान्छेले त्यसलाई पनि अझै सुधार गर्नलाई के गर्छ, लिपस्टिक अलिकति माथिबाट लाउनै पर्छ। तर मैले लेडिजलाई यो लाउनै हुँदैन भन्ने कुरा भनेको होइन। मैले एउटा आउँदै गर्दाखेरि सन्दर्भमा आउँदै गर्दाखेरि मैले भनेको लाउनु नराम्रो कुरा पनि होइन, सिँगारिएर नै परमेश्वरको भन्नु हामीले सौन्दर्य पहिरन गर्न सकिन्छ। सिम्पल एउटा लिपस्टिक पाउडर लगाउनु एउटा के अरे स्त्रीको लागि केही नराम्रो कुरा होइन, त्यसलाई लाउन मिल्छ। तर भन्नुको मतलब चाहिँ परमेश्वरले चाहिँ अलरेडी सबै कुराहरूलाई अरिजिनली बनाइसक्नु भएको हो। हालेलुया। अनि जब हामी हाम्रो हृदयभित्रका कुराहरू मात्रै हाम्रा परमेश्वरलाई दिन्छौँ भने चाहिँ त्यो कुराहरू मात्रै प्रभुले चाहिँ रिसिभ गर्नुहुन्छ अनि एक्सेप्ट गर्नुहुन्छ। हाम्रो रिलेसन परमेश्वरसँगको सम्बन्ध चाहिँ हामीले एकदमै अरिजिनल उहाँसँग अरिजिनल रिलेसनसिप बनाउनु पर्छ।
हालेलुया। हालेलुया। भेड बडकामा मात्रै होइन, अर्थात् एकान्तमा मात्रै होइन, एनी टाइम एभ्रिवेयर। हालेलुया। हामी परम प्रभु परमेश्वरको आराधकहरू हो अनि उहाँकै छोरा अनि छोरीहरू हो, यो कुरा हामीले बुझ्न जरुरत छ। आमेन। हालेलुया। हालेलुया। चाहे एकान्तमा किन नहोस्, चाहे हजारौंको भिडमा किन नहोस्, तर तपाईँ र म एउटा परम प्रभु परमेश्वरको छोरा अनि छोरी अनि उहाँको आराधकहरू हो। हालेलुया। उहाँले तपाईँ र मलाई बनाउनुको एउटै उद्देश्य हो, उहाँको महिमा गर्नको लागि हो, उहाँलाई आराधना गर्नको लागि हो। मानिस जातिलाई परमेश्वरले बनाउँदै गर्नुभएको एउटै मात्रै उद्देश्य हो, उहाँलाई आराधना गर्ने, प्रशंसा गर्ने, जय जयकार गर्ने। त्यति मात्रै काम गर्दाखेरि नि उहाँको राज्यको काम चाहिँ कम्प्लिट हो। हालेलुया। हालेलुया। आमेन। एउटा आराधक व्यक्तिले जब आराधना गर्न थाल्छ नि उसलाई देश देशको भेटहरू खोलिन थाल्छ। हालेलुया। हालेलुया। एउटा आराधक व्यक्तिले जब प्रभुको उपस्थितिमा बसेर उसले आफ्नो जीवनलाई समर्पण गरेर वाह मेरा परमेश्वर उचाल्न थाल्छ नि, त्यति बेला परमेश्वर उसित बात गर्न थाल्नुहुन्छ अनि परमेश्वरको कुरा सुन्दै गर्दा नि एउटै शब्द प्रभुको कुरा सुन्दै गर्दा तपाईँ मेरो जीवन चेन्ज हुन्छ। हालेलुया। हालेलुया। एउटै शब्द प्रभुकोबाट तपाईँमा आयो भने नि तपाईँको लाइफ चेन्ज हुन्छ। यसकारण एउटा हाम्रो जीवन चाहिँ जब हामी यथार्थ जीवन अर्थात् एउटा रियल लाइफ परमेश्वरलाई हामी समर्पण गर्छौँ, जस्तो सुकै होस्, चाहे शब्दै नआओस् हामीलाई गाउनको लागि, बजाउनको लागि, बोल्दै नआओस्, केही पनि नहोस्, तर नशर्माइकन जब हामी हाम्रो जीवनलाई परमेश्वरको अगाडि प्रस्तुत गर्न थाल्छौँ, किन यो जीवन चाहिँ परमेश्वरले तपाईँ र मलाई दिनुभएको जीवन। हालेलुया। हालेलुया। उहाँले दिनुभएको जीवन कसैले बनाइदिएको होइन अनि उहाँले बनाउनु भएको कुरालाई नि हामीले अब्जेक्सन गर्न मिल्दैन, कम्प्लेन गर्न मिल्दैन। सबैको स्वभाव अलग अलग किसिमको छ। कोही मजाले गाउन बजाउन जान्दछन् र धेरै बोल्न पनि जान्दछन् भने कोही थोरै बोल्छन्, कसैलाई गाउन आउँदैन तर उसलाई केही गर्ने उभित्र एउटा ट्यालेन्ट छ प्रभुले दिनुभएको। हालेलुया। भित्र भएको हाम्रो रियल लाइफलाई चाहिँ नि परमेश्वरको अगाडि दस्तको तस्तै दुरुस्तै उहाँको अगाडि प्रस्तुत गर्नु चाहिँ परमेश्वरको लागि एउटा आराधना हो। आमेन। हालेलुया। हालेलुया। उहाँले दिनुभएको जीवन चाहिँ नबनाइकन जसरी बाहिरबाट कलर नलगाएको जस्तो ओठ दुरुस्तै उहाँले जस्तो तपाईँ र मलाई बनाउनु भयो उस्तै उहाँको अगाडि प्रस्तुत गर्नु चाहिँ बुबा म त तपाईँको छोरा हो भन्दै गर्दा नि हामी भित्र भएका घटीलाई पुरै अझै पुरा गर्न थाल्नु। आमेन। आमेन। हालेलुया। Yes, yes. प्रभु म त तपाईँको छोरी हो भन्दै गर्दाखेरि नि तपाईँ भित्र भएका घटीलाई प्रभु देख्नुहुन्छ अनि प्रभुले नै पुरा गर्नुहुन्छ। आमेन। आमेन। त्यो घटी र कमीलाई हामी आफै पूर्ति गर्न थाल्यौँ भने, जस्तै लिपस्टिक माथिबाट लगाएर रातो बनाउने कोसिस गर्यौँ भने, त्यो म भित्र भएको घटीलाई मैले आफैले ढाक्न थालेँ भने, अहिले मेरो पुरै भएको जस्तो देखाउन थालेँ भने प्रभु त्यहाँनिर काम गर्न सक्नुहुन्न। तर प्रभु मेरो सबै कुराहरू तपाईँलाई थाहा छ भनेर उहाँको अगाडि जाँदै गर्दा नि जुन कुरा चाहिँ तपाईँ र मलाई आवश्यकता छ पहिला चाहिँ त्यो कुरा प्रभुले तपाईँ र मेरो जीवनमा पुरा गर्नुहुन्छ। हालेलुया। पहिलो कुरा चाहिँ परमेश्वरले आत्मिकी कुराहरूमा पहिलोचोटि आशिष दिनुहुन्छ। किन दिनुहुन्छ भन्दै गर्दाखेरि मैले आज वचनलाई त अगाडि बढाउनै सकेको छुइनँ, प्रकाशमा बोल्दैछु, प्रभुले मलाई अगुवाई गर्दै हुनुहुन्छ। पहिलो कुरो चाहिँ परमेश्वरले तपाईँ र मलाई स्पिरिचुअली आशिष दिनुहुन्छ, आत्मिक आशिष दिनुहुन्छ। किन भन्दै गर्दाखेरि नि चाहिँ नि वरदान चाहिँ हतियार हो। हालेलुया। त्यो हतियार हाम्रो जीवनमा आयो भने त नि हामी जेसुकै पनि खोल्न सक्छौँ के। साँचो चाबी हो वरदान भन्ने कुरा। स्पिरिचुअली ब्लेसिङ भनेको चाबी हो, अनलक गर्ने, ब्लेसिङलाई अनलक गर्ने चाबी हो।
हालेलुया। यसकारण प्रभुले पहिलोचोटि मान्छेलाई सबै कुराको आशिष, धन सम्पत्ति, थुप्रो गाडी बङ्गलाको आशिष भन्दा पहिला प्रभुले आत्मिक आशिष दिन चाहनुहुन्छ कि आत्मा दरिलो भएर परमेश्वरसँग सम्बन्धमा रह्यो भने त्यसले आफै सबै कुरालाई खोल्न सक्छ भन्ने कुरा परमेश्वरलाई थाहा छ। हालेलुया। प्रभुसँग घनिष्ठ भयो भने हामी हरेक दिन आशिषलाई खोल्न सक्छौँ, किनकि परमेश्वरले तपाईँ र मलाई अधिकार र आशिषका भागहरू दिइसक्नु भएको छ। हालेलुया। हालेलुया। प्रभुले एकैचोटिका अरबौं रुपियाँ तपाईँको एकाउन्टमा हाल्नुहुन्छ। हुनसक्छ मिरेकलमा हुन पनि सक्छ, हामीले गवाईहरू सुनेका छौँ, करोडौँको मिरेकल भएको पनि हामीले गवाई सुनेका छौँ। तर एकैचोटि करोडौँ अरबौं तपाईँको एकाउन्ट र मेरो एकाउन्टमा आउनु 99% चान्सेस छैन, 1% मात्रै चान्सेस छ। आउन पनि सक्छ प्रभुको मिरेकलमा। तर प्रभुले तपाईँ र मलाई आत्मिक आशिष दिनुभएको छ जसमा चाहिँ हतियार हामीले पाइसकेका छौँ। अब त्यही साँचो, त्यही हतियार अनुसारले त्यसैले हामीले आशिषलाई खोल्न सक्छौँ त, कमान्ड गर्न सक्छौँ त हामी। मेरो लागि अब यस्तो कुराहरू हुनेछ, अगमबानी गर्न सक्छौँ त हामी हाम्रो लागि। हालेलुया। हाम्रो सिचुएसनको लागि हामी अगमबानी गर्न सक्छौँ त। आज प्रभुले मेरो लागि एउटा ठुलो कुरा गर्दै हुनुहुन्छ। अब मेरो ठुलो घर बनिँदैछ, अब मेरो एउटा राम्रो गाडी आउनेछ, अब मेरो छोराहरू चाहिँ परमेश्वरको अगमवक्ताहरू हुनेछ। हालेलुया। आमेन, आमेन। अगमबानी गर्न सक्छौँ त। प्रभुले दिनुभएको स्पिरिचुअली ब्लेसिङ हो यो चाहिँ। प्रभुले पहिलाचोटि फिजिकली ब्लेसिङलाई होइन, फाइनेन्सियली ब्लेसिङलाई होइन, तर स्पिरिचुअली ब्लेसिङ चाहिँ परमेश्वरले पहिलोचोटि मानिसलाई दिन चाहनुहुन्छ। किन भन्दाखेरि परमेश्वरलाई चाहिएको पनि आत्मा हो। हालेलुया। ह्यान्डसम र ब्युटिफुल फेस त एक दिन हामी यस ठाउँमा छोडेर जाँदैछौँ, तर आत्मा, सजाइराखेको आत्मा चाहिँ परमेश्वर कहाँ जानेछ। आमेन। हालेलुया। यसकारण प्रभुले तपाईँको ब्युटिफुल फेस र ह्यान्डसम फेसलाई भन्दा बढी स्पिरिटलाई अझै हिरामतीद्वारा जोड्न चाहनुहुन्छ। आमेन। हालेलुया। यसकारणले गर्दाखेरि हाम्रो एउटा रियल लाइफ परमेश्वरलाई मन पर्यो भने नि हामी सबैभन्दा शक्तिशाली, सर्वश्रेष्ठ बनाइएका जातिहरू हो। हालेलुया। परमेश्वरले प्रतिज्ञा गरिसक्नुभयो, म तिमीलाई सबै जातिहरूभन्दा श्रेष्ठ तुल्याउने छु। आमेन। हालेलुया। हामी उहाँको वचनलाई नि जब पक्रेर त्यस वचन अनुसारले चल्न थाल्छौँ, हामीमा सबै कुरोको अधिकारका चाबीहरू आइसकेको छ। आमेन। यति बेला चाहिँ भने हामी परमेश्वरको वचनलाई पल्टाएर हामी हेर्नेछौँ। गलाती 2:20 म धेरै वचनहरूलाई, धेरै पदलाई, धेरै अध्यायलाई म लिइराख्दिनँ। अनि यहाँ गलाती 2:20 पदमा यसै लेखेको छ, म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन, तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। आमेन। कति शक्तिशाली र गहिरो कुरा लेखेको छ यो चाहिँ नि। उसले सिर्फ लेखेको होइन, उसले प्र्याक्टिकली गरेर देखाएको छ। आज हामी रियल लाइफको बारेमा हेर्दैछौँ। हालेलुया। उसले सिर्फ अरूलाई अर्थी मात्रै दिएको छैन, पाउलको कुराहरू हो यो। अनि उसले मण्डलीलाई सिर्फ अर्थी मात्रै दिएन, तर उसले चाहिँ हरेक टाइम चाहिँ परमेश्वर जस्तै, यीशु ख्रिस्ट जस्तै भएर जिउने प्रयास गरेर उसले लगभगै यीशु जस्तो जीवन जिएको छ। हालेलुया। हामीले हेर्यौँ भने उसले यति साह्रो शक्तिशाली जीवन जिएको छ, इमानदारी जीवन जिएको छ। उसले कति पनि सानो पनि गल्ती र पाप नगरिकन जीवन जिएको छ। यस कारणले उसले मण्डलीलाई यति साह्रो 110% कन्फिडेन्टली यसरी भन्न सक्यो, तिमीहरू चाहिँ मेरो अनुसरण गर,
तिमीहरूले पनि मैले गरेको जस्तै गर, तिमीहरूले पनि मैले जस्तै येशूलाई प्रेम गर, तिमीहरू पनि मेरै जस्तो परमेश्वरको बाटोमा तिमीहरू दोहोरिय भनेर मण्डलीलाई उसले उपदेश दिन सक्यो। हालेलुया। ऊ गल्ती गर्दै जिएको भए अर्थात् उसले रियल लाइफ अर्थात् प्र्याक्टिकली लाइफ नजिएको भए नि उसले त्यसो भने लेख्न सक्दैन थियो। मण्डली हामी सबै परमेश्वरलाई हेरेर अघिल्तिर बढ्नुपर्छ भनेर मात्रै लेख्न सक्थ्यौँ। त्यो पनि नराम्रो कुरा चाहिँ होइन, तर उसले चाहिँ उसकै जीवनलाई यति साह्रोले परमेश्वरको उपस्थितिमा ढालेको हामी देख्न पाउँछौँ। अनि उसले यसरी भन्यो कि अब उसो चाहिँ जिउने चाहिँ म होइन, तर म भित्र चाहिँ को जिउनुहुन्छ? येशू ख्रिस्ट। हालेलुया। अनि पुरानो कुराहरू चाहिँ ऊभित्र भएको उसमाथि भएको पहिलाको सबै गल्ती पाप अधर्म सबै कुराहरू चाहिँ के भइसकेको छ? उसले क्रुसमा येशू ख्रिस्ट सँगसँगै टानिएको छ भने उसले विश्वास गरेको छ। हालेलुया। उसले अब चाहिँ जब जुन दिनदेखि उसले परमेश्वरलाई भेट्यो त्यो दिनदेखि उसले यसरी निर्णय गर्यो, अब उपरान्तको जीवन चाहिँ म येशू जस्तै भएर जिउँछु भन्ने उसले डिसाइड गरेको छ, निर्णय गरेको छ। हालेलुया। येशू ख्रिस्ट जस्तै भएर तपाईँ र मैले आज आफ्नो निर्णयलाई नि आफ्नो डिसाइड चाहिँ नि पक्का निर्णय गर्न जरुरत छ। बदल्ने होइन, परिस्थितिसँग सँगै बदलिने होइन, तर अठोट निर्णय गरेर जब हामी परमेश्वरसँग हिँड्छौँ नि त्यसले त्यो गन्तव्यमा पुर्याउनु हुन्छ। हालेलुया। परमेश्वरले राख्नु भएको गन्तव्य चाहिँ आशीषित छ अनि अनन्तको छ। आमेन। हालेलुया। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरको पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफैलाई अर्पण गर्नुभयो। उसले कति साह्रो त्यो चाहिँ प्र्याक्टिकल कुराहरू चाहिँ उसले लेखेको छ क्या, त्यहाँनिर मण्डलीलाई भन्न सकेको छ क्या। त्यो भन्दाखेरि परमेश्वर यीशु ख्रिस्टले भोग्नु भएको कष्ट चाहिँ नि उसले पनि भोगेको छ। सिर्फ क्रुसमा टाँगिएको र किल्ला ठोकिएको छैन उसलाई, भाला घोचिएर होला, तर कोर्रा चाहिँ उसले यीशु ख्रिस्टले भन्दा पनि बढी कोर्रा खाएको छ। यसकारण उसलाई कष्ट थाहा छ। उसले जिउँदै गरेको जीवन चाहिँ मैले कसरी जिउँदैछु भने उसलाई त्यही साह्रो कन्फिडेन्टली थाहा छ। यसकारण उसले हरेक मण्डलीलाई उत्साह आफ्नो बारेमा उत्साह गर्न सक्यो। रोमी 6:4 यसरी लेखेको छ, यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रिस्ट मरेकाहरूबाट जीवित पारिनुभयो त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। हालेलुया। यहाँ पनि यसरी लेखेको छ, जसरी बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौँ, ताकि हाम्रो पुरानो स्वभावहरू सबै कुराहरू, हाम्रो बाहिरका बनावट कुराहरू, देखावटी कुराहरू र हामीमा सर्दै आएका स्वभावहरू सबै कुराहरू चाहिँ बप्तिस्मा गर्दै गर्दाखेरि जसरी येशू गाडिने हुँदै गर्दाखेरि उहाँसँगै गाडियौँ, ताकि पूर्णतले हामीले यो कुरालाई छोडिदियौँ अनि चाहिँ हामी के भयौँ? नयाँ भयौँ। अनि उहाँ जसरी जीवित हुनुभयो उसरी नै अब हाम्रो रियल लाइफ चाहिँ जीवित भएको छ भन्ने कुराहरू। हालेलुया। एकदमै यथार्थ जीवनमा मात्रै परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने मेरो वचनको फोकस चाहिँ, आजको वचनको फोकस चाहिँ एकदमै रियल लाइफमा मात्रै परमेश्वरले आफ्नो कार्य प्रकट गर्न सक्नुहुन्छ भन्ने कुरा। सायद कोहीद्वारा प्रभुले काम गर्नुहुन्छ भने त्यो व्यक्ति पनि रियल लाइफमा खडा भएको हुनुपर्छ, र कसैको जीवनमा गर्नुहुन्छ भने त्यो व्यक्ति पनि रियल लाइफमा फर्केर आएको हुनुपर्छ
भन्ने कुरा हो। हालेलुया। Hallelujah. परमेश्वरको कार्य चाहिँ नि अचम्मको कार्य छ। उहाँले घोक्रे मुन्ट्याइ गर्नुहुन्न, उहाँले प्रेरणा गर्नुहुन्छ, Amen. उहाँले आशिष दिन चाहनुहुन्छ। Yes. किन भन्दाखेरि परमेश्वरले एउटालाई हेर्नुहुन्न, उहाँको हेर्ने दृष्टि फरक छ। उहाँले हेर्दै गर्दाखेरि नि संसारका सबै मानिसलाई एकैचोटि देख्नुहुन्छ। हाम्रो आँखा र उहाँको आँखा बेग्लै छ। हामी त अब यति मात्रै देख्छौँ, यहाँ उभिएर हेर्दा यति मात्रै देख्छौँ, तर उहाँले हेर्दै गर्दाखेरि विश्वमा जतिवटा कुरा छ सबै एकैचोटि देख्नुहुन्छ। यस कारणले गर्दाखेरि उहाँले एक एकवटालाई छान्नुहुन्न, सम्ममा गर्नुहुन्छ। आशिष पनि उहाँले सम्ममा दिनुहुन्छ। पक्रिने र छान्ने चाहिँ तपाईँ र मेरो काम हो। हालेलुया। उहाँको अचम्मको काम पनि त्यो व्यक्तिमाथि प्रकट गर्नुहुन्छ, अटोमेटिकली प्रकट हुन्छ। तर उसको रियल लाइफ चाहिँ परमेश्वरले हेर्नुहुन्छ। भित्र हृदयबाटका कुराहरू, उहाँको समर्पणताका कुराहरू, छलछाम नभएका कुराहरू, कति पनि दोष नभएका कुराहरू चाहनुहुन्छ परमेश्वर। हालेलुया। प्रभुको आत्मा हाम्रो जीवनमा आउनको लागि अर्थात् काम प्रकट हुनको लागि नि तपाईँ र मेरो सानो सानो कुराले पनि रुकावट ल्याउँछ। तपाईँलाई अप्ठ्यारो लाग्छ सम्ममा बस्नको लागि, अर्थात् वाउ एकान्त मग्न भएर परमेश्वरको लागि हात हल्लाएर आराधना गर्नको लागि हो। फल्नाले मलाई के पो भन्दैछ, मलाई के भन्छ, त्यसले देखेर मलाई खिसी पो गर्छ कि। परमेश्वरको सम्बन्धलाई विच्छेद गर्ने कुराहरू, शैतानले तपाईँमा हालेको त्यो डिस्टर्बका कुराहरू। 3% ठुलो होइन हाम्रो परमेश्वर भन्दा। फल्नाले के भन्छ त्योसँग मतलब छैन, जेसुकै भनोस् उसले। दाउदलाई खिसी गर्दै गर्दाखेरि श्राप पाएको छ। यदि परमेश्वरलाई आराधना गर्दै गर्दा मग्न भएर उसले आराधना गर्दै गर्दा नि 3%ले हेरेर साला अब नाच्न पनि जान्दैन, बेकारमा भैँसी हल्लेको जस्तो हल्लिन्छ भनेर खिसी गरे भने नि परमेश्वरले जान्नुहुन्छ त्यसलाई के गर्नुपर्छ भन्ने कुरालाई। तर जस्तो सुकै होस्, यो दिनुभएको परमेश्वरले दिनुभएको हातलाई हल्लाएर वाउ मेरो परमेश्वर कति महान भनेर आराधना गर्दै गर्दा नि तपाईँको भित्र रियालिटी हृदयलाई देख्नुहुन्छ, आशिष दिनुहुन्छ। हालेलुया। धेरैचोटि मानिस आशिषमा यही कुराहरूले वञ्चित भइराखेको छ कि आफ्नो रियल जीवन परमेश्वरको अगाडि प्रस्तुत गर्न सकिराखेको छैन। यो कुराहरूले रुकावट लिइराखेको छ। हौ अलिकति अप्ठ्यारोपना, बोल्न पनि अप्ठ्यारोपना, मैले के बोले होला, के सुन्छ होला फल्नाले, मलाई खिसी पो गर्छ कि, फल्नाले यसो भने भन्छ कि, मैले केही बिगारी पो हाल्छु कि। होइन, त्यस्तो कुराले हामीलाई फरक पर्दैन। फाल्तु संसारिक कुरा बोल्दै गर्दाखेरि त्यो कुराहरू सोच्नुपर्छ हामी। तर जब परमेश्वरको उपस्थितिमा उभिएर प्रभुको कुरा बोल्छौँ भने हामी शर्माउन पर्ने कुराहरू छैन। तेस्रो व्यक्तिलाई हामीले हेर्न पर्ने कुरा छैन मलाई के भन्छ, त्यो ठुलो कुरा होइन। तर आज परमेश्वरले मलाई के भन्नुहुन्छ, जब तपाईँ चर्च भवनमा प्रभुको उपस्थितिमा बस्नको लागि आउनुहुन्छ, के 2 घण्टा बसेर तपाईँ सुन्दै गर्दाखेरि मात्रै पनि आशिषित हुनुहुन्छ? यस, हुनुहुन्छ। तर त्यो भन्दा बढी तपाईँले यसरी चाहना र इच्छा राखेर आउनुपर्छ कि आज परमेश्वर मसँग कसरी भेट्नुहुन्छ, आज परमप्रभु परमेश्वर मसँग कसरी बोल्नुहुन्छ, आज उहाँको काम मेरो जीवनमा प्रकट हुनपर्छ। म चाहना गर्छु, चाहना गर्छु। प्रभुको वरदानमा भरिनको लागि उत्कट इच्छा गर भनेको छ प्रभुको वचनमा, चाहना गर भनेको छ। हालेलुया। उहाँले आइ फल्ना त आइज यता भनेर घोट्याएर तँलाई ला आशिष भनेर भर्नुहुन्न। वाउ प्रभु मलाई चाहिन्छ, मलाई भर्नुहोस् प्रभु, मलाई चाहिन्छ मेरो परमेश्वर भन्दै गर्दाखेरि चाहिँ उहाँले भर्नुहुन्छ। हालेलुया। हृदयभित्रको चित्कार चाहिँ उहाँले बुझ्नुहुन्छ अनि मात्रै भर्नुहुन्छ। चाहना त थियो, तर
बसेकै छ, रिसिभ पनि गर्दैन। चाहना त छ, त्यस्तालाई पनि प्रभुले भर्नुहुन्न। किन भन्दाखेरि एउटा गाग्रीलाई ढकनी लगाएर थाप्यो भने भरिँदैन। त्यो भरिनको लागि त्यसलाई खुला गरेर थापिदियो भने छिटो भरिन्छ। हालेलुया। हालेलुया। हाम्रो रियल लाइफ आज प्रभुको उपस्थितिमा जाँदै गर्दा नि हामी त्यति बेला फ्रिडम हुँदै जान्छौँ। हामी भित्र बाँधिएका सङ्गलाहरू त्यति बेला एक एक गर्दै खोलिँदै जान थाल्छ। हामीमा नि सानो बच्चादेखि नै बन्धनमा बाँधिएको कुराहरू हुन्छ। जब हामी छुटकाराको विषयमा पढ्दै गर्दाखेरि चाहिँ नि धेरै कुराहरू हामीले बुझ्छौँ, जान्दछौँ। मान्छेले एउटा प्रतिज्ञा गरेर म चाहिँ भोलिदेखि चाहिँ साँच्ची नै 1 घन्टा चाहिँ बाइबल पढ्न थाल्नु पर्यो भनेर निर्णय गर्छ नि जब, तर 2 दिन जति गर्छ त्यहाँदेखि चाहिँ गरेन। प्रतिज्ञा के भयो, त्यो गरेर पुरा भएन। त्यति बेला पनि एउटा बन्धनमा मान्छे बाँधिन्छ भन्छ क्या, छुटकाराको विषयमा पढ्दै गर्दाखेरि। यानि कि जति पनि कुरा हामी प्रतिज्ञा गरेर पुरा गर्दैनौँ, हामी हरेक एउटा साङ्लो अझै हामीमा थपिन्छ। एउटा हुँदै अर्को हुँदै हाम्रो लाइफ जसरी बढ्दै जान्छ, जति हामी प्रतिज्ञा गर्दै पुरा नगर्दै गर्छौँ, त्यति नै साङ्लाले हामीलाई बान्दै जान्छ। अनि हामी त साङ्ला अदृश्य रूपमा यो चाहिँ स्पिरिचुअली हेर्दा मात्रै थाहा हुने कुराहरू। बन्धन साङ्लाले हामी बाँधेका हुन्छौँ। हामी कसरी फ्री हुन्छौँ? त्योबाट फ्री हुनको लागि नि हाम्रो रियल हृदय लिएर परमेश्वरलाई आराधना गर्न थाल्न पर्छ। आराधना गर्दै गर्दाखेरि एक बन्धनहरू फुस्केर जान थाल्छ। तपाईँलाई थाहा छ पाउल र सिलासले कसरी आराधना गरे? बन्धनहरू खोलिएको छ। हालेलुया। रियल आराधना गरे उसले। पुलिसले यो त थाना पो त, यो त जेल पो त हो, यहाँ त कहाँ हल्ला गर्नुहुन्छ, अहिले आएर डन्ठाले हान्छ भनेर उनीहरू रोकियो। त्यो डन्ठाको टेन्सन गरेन उनीहरूले, डर गरेन। त्यो अरू यस्तो कैदीहरूले के गर्छ ल, हाँस्छला यिनीहरू त सुनेर भनेर रोकिएन उनीहरू। ओ मक्नबाट परमेश्वर भन्दै गर्दा नि येशूको उपस्थिति आयो त्यहाँनिर। हालेलुया। भूकम्पको रूपमा येशूको उपस्थिति आउँदै गर्दाखेरि जगहरू खोलिएको छ। आमेन। तपाईँ र मेरो भित्र भएका आज तपाईँ र मलाई अगाडि बढ्न नदिने, आफ्नो गन्तव्यसम्म पुग्न नदिने हरेक बन्धनलाई तोडिनको लागि, टुक्रा पार्नको लागि नि थर्ड पर्सनलाई हेर्ने होइन। तपाईँ अनि परमेश्वर, म र मेरो परमेश्वर, यतापट्टि हेर्ने बित्तिकै हामी डुब्छौँ। हालेलुया। त्यसले फराक पार्नु हुँदैन। फल्नाले के भने मतलब छैन। परमेश्वरले 2टा कान दिनुभएको छ, यताबाट सुनेर यताबाट निकाल्नको लागि। हालेलुया। परमेश्वरले 2टा कान त्यस कारणले दिनुभयो, नराम्रो कुरा चाहिँ एकपट्टिबाट सुनेर अर्कोपट्टिबाट निकाल्नको लागि। हालेलुया। अनि राम्रो कुरा चाहिँ धेरै सुन्नको लागि हो 2टा कानले। हालेलुया। प्रभु यति साह्रो पर्फेक्ट हुनुहुन्छ। आमेन। हालेलुया। प्रभुलाई थाहा छ नभए नाक पनि 2टै बनाउनु भयो, एउटै मात्रै बनाउनु भयो परमेश्वरले, कान चाहिँ 2टा। हालेलुया। प्रभुलाई महिमा भएको होस्। आज तपाईँ र मैले त्यही कारण चाहिँ आज प्रभुले तपाईँ र मलाई जुन स्टेपसम्म पुर्याउनु चाहनुहुन्छ त्यहाँसम्म पुग्न नसकेको चाहिँ एउटै कारण हो, हामीले हाम्रो जीवनलाई रियलमा परमेश्वरका प्रस्तुत गर्न सकिराखेका छैनौँ। बनाउँछौँ हामी भिडियो एडिटिङ गरे जस्तो, प्रभुको अगाडि जाँदाखेरि पनि सुधार गरेर पो जान्छौँ है, जस्तो छ त्यस्तै छ। तर प्रभु भन, प्रभु मलाई बनाउनुहोस्। हालेलुया। तब परमेश्वरले बनाउनुहुन्छ। आमेन। अधर्म गल्ती गरेको र केही बात छैन, किन भन्दाखेरि अधर्म र गल्ती मानिसकै जीवनबाट हुन्छ। तर त्यसलाई स्वीकार गरेर चाहिँ प्रभु कहाँ जाऊ न। प्रभु हो, विगत मैले पाप गरे, गल्ती गरे, अधर्म गरे, विभिन्न कुराहरू मेरो जीवनबाट भए, तर अब रहेको जीवन चाहिँ म तपाईँलाई दिन्छु भन्दै गर्दाखेरि प्रभुले तपाईँले मलाई बनाउनुहुन्छ। आमेन। मलाई थाहा छ हामीले बोल्नभन्दा अघि तपाईँभित्र भएका कुरा पनि
परमेश्वर जान्नुहुन्छ। आमेन। Amen. पहिलो कोरिन्थी हैन दोस्रो कोरिन्थी 5:17 यसो लेखेको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। आमेन। हालेलुया। पिछलो जीवनले तपाईँ र मलाई सबै तानेर कहाँ पुर्याउँछ? गरिबीमा, दुःखमा, कष्टमा, अशान्तिमा, पीडामा, पापमा, सधैँ तल ग्राउन्ड लेभलमा पुर्याएर लडाइदिन्छ पुरानो जीवनले। तर जब हामीले येशूमा विश्वास गरे पश्चात हिजो मैले के गरेँ त्यससँग पनि मतलब छैन। आज यही गरी परमेश्वरलाई साँच्चै नै तपाईँको साँचो पश्चातापी हृदयलाई मन पर्यो भने नि प्रले हिजो गरेको कुरालाई सम्झिनु। आजदेखि उपरान्त उता प्रले नयाँ काम गर्न थाल्नुहुन्छ। हालेलुया। त्यही कारण हाम्रो पुरानो कुराहरू बितेर गइसके, अब नयाँ भएको छ। हालेलुया। अब हरेक कुरा नयाँ भएको छ। हामी आशिषित व्यक्ति हो। हाम्रो सोच्ने तरिका हेर्नुहोस् है, पोजिटिभली सोच्ने तरिका। पिछले मेरो त यस्तो थियो, मेरो उस्तो थियो, मैले यसो गरेँ, मैले त्यसो गरेँ, फल्नाले यसो भन्यो, निगाराले यसो भन्यो, त्यही कारण म यस्तो भएँ। त्यसले तानेर हामीलाई दिनदिनै कहाँ पुर्याउँछ? तल ग्राउन्ड लेभलमा पुर्याउँछ। शैतानको प्लानिङ हो त्यो। तेरो त ठाउँ त्यहाँ हो, त्यही बस भन्छ त्यसले। तर परमेश्वरले के भन्नुभयो? तेरो ठाउँ त्यहाँ होइन, माथि हो भन्नुभयो। हालेलुया। त्यसकारण पुरानो जीवनलाई हामीले यसरी त्याग्नु पर्छ कि घोषणा गरेर अब त्यो बितिसक्यो, म ख्रीष्टमा भएपछि मैले परमेश्वरलाई मेरो हृदयभित्र अब राखेको छु। आजदेखि उता राखेको छु। बप्तिस्मा गरेको देखि होइन, ग्रहण गरेको देखि होइन, तर आज सुनेको वचनद्वारा आजदेखि उता चाहिँ मैले मेरो परमेश्वरलाई मेरो हृदयमा राखेको छु। अब उपरान्त जिउने म होइन, म भित्र येशू जिउनुहुन्छ। पुरानो बितिसक्यो, अब नयाँ भएको छ भनेर जिउँदै गर्दाखेरि नि प्रभुले तपाईँ र मलाई अपग्रेडेबल जीवन जिउन दिनुहुन्छ। आमेन। हालेलुया। आशिषित जीवन प्रभुले तपाईँ र मलाई जिउन दिनुहुन्छ। र तपाईँ र मलाई आशिषित जीवन जिउनलाई, विजय जिउनको लागि, विजय जीवन जिउनको लागि बोलाउनु भएको। आफ्नो आँखालाई बन्द गर्दै गर्दाखेरि आजको वचनलाई म यस ठाउँमा बन्द गर्न चाहन्छु। तपाईँ परमेश्वरको अगाडि यति साह्रो मूल्यवान व्यक्ति हुनुहुन्छ। हालेलुया।